हेलो अनि वेलकम ब्याक टु यु अन युट्युब च्यानल फ्रिडम अफ लर्निङ र आज हजुरको समक्षमा बायोलोजी अनि केमिस्ट्रीको मिक्स क्वेसन्सहरू लिएर आएको छु है र यो क्वेसन्सहरू एकदमै इम्पोर्टेन्ट रहेको छ हजुरको आउने एक्जामको लागि र यो क्लासलाई नछुटाइकन हेर्नुहोला र आजको यो प्रथम क्वेसनलाई हामी डिस्कस गरौँ र डिस्कस गर्नुभन्दा अगाडि हजुरहरूले टेलिग्राम च्यानललाई जोइन गर्नुभएको छैन भने काइन्डली जोइन गर्नुहोस् अनि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने पनि सब्स्क्राइब गरिराख्नुहोस् त होला किनभने अब तपाईँको निम्ति म लाइभ क्लास लिएर आउनेछु भोलि नभए पर्सि एकदमै फुल लेन्थ लाइभ क्लास हुनेछ है र त्यो अपर्च्युनिटीलाई ग्र्याब गर्नुको लागि चाहिँ तपाईँले यस च्यानललाई सब्स्क्राइब गरिराख्नुहोस् है नोटिफिकेसन आउँछ तपाईँकोमा र फर्स्ट क्वेसन हेर्नुहोस् स्क्रिनमा छ पानीको रासायनिक सूत्र के हो यानि कि पानीको फर्मुला के हो CO2 H2O NaCl र O2 करेक्ट आन्सर हुन्छ हाम्रो H2O ओके नेक्स्ट रहेको छ पृथ्वीको सबैभन्दा बाहिरी तह के भनिन्छ यानि कि पृथ्वीको आउटर मोस्ट पार्टलाई के भनिन्छ भनेर सोधेको छ मेन्टल क्रस्ट कोर अनि स्ट्राटोस्फियर र करेक्ट आन्सर हाम्रो हुन्छ क्रस्ट नेक्स्ट रहेको छ सूर्यको ऊर्जा के कारण प्राप्त हुन्छ ओके परमाणु विखण्डन परमाणु संलयन रासायनिक प्रतिक्रिया र विद्युतीय ऊर्जा र चारवटा अप्सन मध्ये करेक्ट आन्सर हाम्रो हुन्छ परमाणु संलयनको द्वारा सूर्यको ऊर्जा प्राप्त हुन्छ नेक्स्ट रहेको छ प्लास्टर अफ पेरिस कस्तो पदार्थ हो क्याल्सियमिक कार्बोनेट क्याल्सियमिक सल्फेट क्याल्सियमिक बाइकार्बोनेट पोटासियम नाइट्रेट र प्लास्टर अफ पेरिस चाहिँ कस्तो पदार्थ हो भन्दाखेरि हाम्रो क्याल्सियमिक सल्फेट यानि कि अप्सन नम्बर बी इज द करेक्ट आन्सर है र नेक्स्ट रहेको छ हजुरको निम्ति सानो इन्फर्मेसन यो 11th आवर आइसकेको छ अब हाम्रो एक्जामको है फाइनल काउन्टडाउन स्टार्ट भइसकेको छ आज अलरेडी ट्युजडे हो र वेन्सडे थर्सडे फ्राइडे स्याटरडे ओके 4 दिन रहेको छ र 4 दिनमा पनि तपाईँले आफ्नो प्रिपरेसनलाई अलिक मजबुत बनाउन सक्नुहुन्छ यो 501 लाइनर्स ई नोट्सद्वारा है यो तपाईँले अवेल गर्न सक्नुहुन्छ जस्ट 199 मा मात्रै र यो एकदमै एक्जाम बेस्ड क्वेसन्स रहेको छ यसमा स्योर सर्ट क्वेसन्सहरू रहेको छ है र नेक्स्ट रहेको छ तपाईँको WBP कन्स्टेबल 2025 महाकुम्भ यो दुईटै मिलाएर तपाईँले यो जुन चाहिँ मैले फर्स्ट स्लाइड देखाएँ त्यो चाहिँ यसमा पनि इन्क्लुड छ 349 मा पनि यो तपाईँले महाकुम्भ लिनुभयो भने चाहिँ तपाईँको म्याक्सिमम पोर्सन चाहिँ कभर हुन्छ है र एकदमै तपाईँले 2 दिनको टाइम ड्युरेसन राखेर पढ्नु भयो भने यो पढि पनि सक्नुहुन्छ है एकदमै सजिलो प्याटर्नमा फ्रेम गरिएको छ क्वेसन्सहरू र एक्जाम बेस्ड क्वेसन रहेको छ र लास्ट आवरमा भए पनि तपाईँले आफ्नो प्रिपरेसनलाई चाहिँ अलिक स्ट्रङ रूप दिन सक्नुहुन्छ है ल र तपाईँले अलरेडी प्रिपेयर गरिसक्नु भएको छ भने तपाईँको लागि मोक टेस्टको सिरिज पनि रहेको छ यो टेस्ट तपाईँले एक्जाम गर्नुभन्दा अगाडि आफूलाई एनालाइज गर्न सक्नुहुन्छ कि तपाईँ कुन चाहिँ लेभलमा छ भनेर है र सबै अवेल गर्नुको लागि यहाँ नम्बर डिस्प्ले भइरहेको छ यु क्यान पे भाया गुगल पे है र यो नम्बरमा तपाईँले पे गरेर स्क्रिनसट पठाउनु भयो भने तपाईँको वाट्सएपमा नै यो नोट्सहरू इमिडिएटली आइहाल्नेछ र तपाईँले ढिलो नगरिकन यो अपर्च्युनिटीलाई ग्र्याब गर्नुहोस् र आफ्नो यो कन्स्टेबल हुने सपनालाई पनि पुरा गर्नुहोस् भन्दै नेक्स्ट स्लाइडतर्फ जाउँ र नेक्स्ट स्लाइडमा हाम्रो क्वेसन रहेको छ मानव शरीरको सबैभन्दा ठुलो अङ्ग कुन हो हृदय फोक्सो छाला अनि कलेजो र यसको करेक्ट आन्सर हुन्छ हाम्रो छाला स्किन ओके नेक्स्ट रहेको छ रगतको पीएच स्तर कति छ यानि कि पीएच स्तर कति छ रगतको भनेर सोधेको छ 6.5 7.4 7.4 8.5 र 9.5 र करेक्ट आन्सर हुन्छ हाम्रो 7.4 नेक्स्ट रहेको छ सबैभन्दा हल्का धातु कुन हो लाइटेस्ट मेटल लिथियम सोडियम पोटासियम र क्याल्सियम र करेक्ट आन्सर हुन्छ हाम्रो लिथियम ओके नेक्स्ट शरीरमा हेमोग्लोबिनको मुख्य कार्य के हो र हाम्रो बडीमा जुन चाहिँ हेमोग्लोबिन छ त्यसको मेन फङ्सन चाहिँ के हो भनेर सोधेको छ पाचन गर्ने सास फेर्ने अक्सिजन परिवहन र सङ्क्रमणबाट रक्ष र हाम्रो करेक्ट आन्सर हुन्छ नम्बर सी अक्सिजन परिवहन नेक्स्ट रहेको छ सूर्यमा प्रमुख रूपमा कुन ग्यास पाइन्छ यानि कि घाममा चाहिँ प्रमुख रूपमा चाहिँ कुन चाहिँ ग्यासको प्रेजेन्स रहन्छ भनेर सोधेको छ अक्सिजन नाइट्रोजन हाइड्रोजन कार्बन डाइअक्साइड र करेक्ट आन्सर हुन्छ हाम्रो हाइड्रोजन ओके म्याक्सिमम रूपमा चाहिँ हाइड्रोजन रहेको हुन्छ नेक्स्ट रहेको छ कोषको पावर हाउस के हो यानि कि सेल्सको पावर हाउस चाहिँ के हो भनेर सोधेको छ अप्सन रहेको छ राइबोसोम माइटोकोन्ड्रिया क्लोरोप्लास्ट अनि कोष केन्द्र र करेक्ट आन्सर हाम्रो के हुन्छ भन्दाखेरि माइटोकोन्ड्रियालाई चाहिँ पावर हाउस अफ द सेल भनेर चिनिन्छ है नेक्स्ट रहेको छ भिटामिन सी को कमीले कुन रोग हुन्छ भिटामिन सी को कमी भयो भने हाम्रो शरीरमा कस्तो रोग आउँछ रिकेट्स स्कर्बी नाइट ब्लाइन्डनेस र बेरी र यसको करेक्ट आन्सर हाम्रो हुन्छ स्कर्बी नेक्स्ट रहेको छ डिएनए को पुरा नाम के हो ओके चारवटा अप्सन रहेको छ डिअक्सिराइबोन्युक्लिक एसिड डाइअक्सिराइबोन्युक्लिक एसिड ओके डायमिन न्युक्लिक एसिड
डायनिन न्युक्लिक एसिड र यसको करेक्ट आन्सर हाम्रो अप्सन नम्बर ए हुन्छ डिअक्सिराइबोन्युक्लिक एसिड ओके र शरीरमा इन्सुलिन उत्पादन गर्ने ग्रन्थ कुन हो यसको आन्सर हुन्छ हाम्रो पेनक्रियासले चाहिँ के गर्छ शरीरमा हाम्रो इन्सुलिनको उत्पादन गर्ने गर्दछ ओके नेक्स्ट रहेको छ वायुमण्डलमा सबैभन्दा धेरै पाइने ग्यास कुन हो यसको चारवटा अप्सन रहेको छ र करेक्ट आन्सर हाम्रो हुन्छ नाइट्रोजन चाहिँ करेक्ट आन्सर हुन्छ नेक्स्ट रहेको छ दही बनाउन प्रयोग हुने ब्याक्टेरिया कुन चाहिँ ब्याक्टेरियाले चाहिँ हामीले दही बनाउनमा एकदमै बेसी हेल्पफुल हुन्छ ओके कर्ड फर्मेसनमा हेल्पफुल हुने ब्याक्टेरियाको नाम के हो र चारवटा अप्सन रहेको छ एबीसीडी र करेक्ट आन्सर के हो तपाईले कमेन्ट बक्समा आएर यसको आन्सर दिनु होला है र आजको क्लास यति नै थियो फेरि म तपाईको समक्षमा भोलि नभए पर्सि एकदमै अलिक लामो है लाइभ क्लास गर्ने कोसिस गर्दैछु र मोस्टली हामी करेन्ट अफेयर्सहरू डिस्कस गर्नेछौँ त्यो क्लासमा चाहिँ र अघि भनेको जस्तै तपाईले लास्ट मिनटमा पनि आफ्नो प्रिपरेसनलाई स्ट्रङ बनाउन सक्नुहुन्छ यी नोट्सहरूद्वारा तपाईलाई चाहिएको छ भने कन्ट्याक्ट गर्नुहोस् र म तपाईलाई चाँडै नै WhatsAppमा प्रोभाइड गरिदिनेछु र तपाईले अहिलेको 11th आवरमा चाहिँ तपाईले 199 को लिनुभन्दा चाहिँ तपाईको लागि फाइदा छ यो 349 को किनभने यसमा 500 नोट्स प्लस अरु सब्जेक्टको पनि थुप्रो वन लाइनर्स नोट्सहरू आउँछ यसले तपाईलाई एक्जाम एकदमै बेसी हेल्प हुन्छ है र योलाई पनि तपाईले यही नम्बर जुन चाहिँ यहाँ डिस्प्ले भइरहेको छ यो नम्बरको थ्रु तपाईले पर्चेस गर्न सक्नुहुन्छ र थ्यांक यू सो मच भन्दै आजको क्लासलाई यही अन्त गर्दछु अल द बेस्ट फर योर एक्जाम